आज चाहिँ मेरो मम्मीले के तरकारी लगाउनु भएको रहेछ बारीतिर हेर्न जाउँ। अनि यता चाहिँ हाम्रो बाख्रा गोरुहरू छ हैन। अब के गर्नु, गाउँघरतिर यतिको त हुन परिहाल्यो हैन। अनि हजुर के कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ कि बिसन्चो हुनुहुन्छ कमेन्ट गर्नु होला। हजुरहरूलाई म देखाउँछु है त। यो छ काउली, यिनीहरू सबै काउली भयो। यो चाहिँ के हो थाहा भएन, सिमी टाइपको छ तर सिमी हो कि बोडी हो। यो चाहिँ ब्रोकाउली रहेछ, यता पनि ब्रोकाउली नै होला सायद। यो चाहिँ फुलिसक्यो है, यो पनि फुल्न ला जस्तो छ। अनि यता चाहिँ दुईटा टमाटरको बोट पनि छ, यता फलेको रहेछ हो दामीसँग। यता पनि छ, यो चाहिँ हाम्रो भाइले बनाएको टर्नीहरू पक्कै पनि थाहा मलाई। अनि यता सिमी रहेछ, सिमी नि फल्न थालिसकेको छ, अस्ति भर्खर लगाएको लाग्छ। अनि यो लसुन भयो, यता चाहिँ साग रहेछ, यता चाहिँ साग छ। अनि यिनीहरू लसुन भयो, त्यहाँ चाहिँ सिमी छ। यो माथिल्लो गएर उतादेखि यतासम्मै खुर्सानी लगाउनु भएको थियो, अहिले चाहिँ सबै खुइदिइसके जस्तो छ। अनि यिनीहरू चाहिँ फर्सी रहेछ, फर्सी दामी रहेछ तरकारी खानलाई। गाउँघरतिर तरकारीको दुःख हुँदैन खासै। अनि यो चाहिँ कोदो भयो है, हाम्रो घरको मान्छे लडाउनु पर्ने ठाउँमा आफै लडेर बसे। हाम्रो मम्मीको करेसा बारी।